हेलो हेलो साथीहरू नमस्कार। आज चाहिँ मैले यो कागतीको अचार लगाउन गइरहेको छु हैन। दसैँको लागि भनेर तयारी गर्दैछु। यहाँ यति के हो यो भन्छ लसुन छ, अकबारे खोर्सानी यति यहाँ तेल पुऱ्याएको छु। अब म यहाँ नुनहरू बेसारी सबै रेडी गरेको छु। म चाहिँ अब अचार बनाउन गइरहेको छु। तपाईहरुले हेरेर लाइक कमेन्ट सब्सक्राइब शेयर गरिदिनु होला। अचार पकाउन गइरहेको छु। अब यो मेथी कालो भएर मैले के हो यो लसुन पोटेहरू हालेको छु हैन। अब यसलाई रातो बनाएर चाहिँ रातो बनाउन गइरहेको छु। जब यो रातो हुन्छ अनि त्यस पछाडि अलिकति बेसार पनि लगाइदिएको छु। बेसार चाहिँ आफ्नो अचारको लागि कलर निकाल्नको लागि लगाइदिएको हो हैन। अलिक रातो भएको छैन, रातो भएपछि बनाएको यो कागतीको अचार कस्तो हुन्छ त्यही जानुहोस् है त साथीहरू। यति अकबारे खोर्सानी छ, धनियाँको धुलोहरू, यहाँ तोरीको छोपहरू सबै थोक छ। यहाँनिर छ धनियाँको धुलो यहाँ छ। यो तोरीको छोप भयो हैन। अनि नुन भइहाल्यो। नुन चाहिँ आफ्नो स्वाद अनुसारले लगाउनुपर्छ। तपाईँहरूले आफ्नो स्वाद कस्तो हुन्छ त्यही अनुसार लगाउनुहोस्। अलिकति कसरी अकबारे हालिदिइराखेको छु मैले। जस्तो यो भएर अलिकति लाग्यो भने त खतरै हुन्छ त नि। अकबारेको पेस्ट पनि मैले हालिसकेको साथीहरू। मैले पुरै रातो बनाएर बुझ्नुपर्ने हुन्छ। तोरीको छोपहरू हाल्दैछु साथीहरू, ल्याइदिनुहोस्। स्वाद अनुसारको तोरीको छोप पनि धेरै हाल्यो भने तितो हुन्छ, थुप्रो लगाउनुपर्छ। एउटा हातले भिडियो बनाएर एउटा हातले चाहिँ अचार लगाउन अलिक गाह्रो त साह्रै हुँदो रहेछ। अचार अस्ति लगाएको सक्यो। अब कागतीको अचार लगाउने दसैँको लागि हो। यो मिठो हुन्छ, खानुपर्छ सबैजनाले मिलेर। हजुरलाई कतिको मनपर्छ? यो चाहिँ अघि मैले काटिओरी तासिओरी यसको दानाहरू पनि निकालेर सबै अघि नै रेडी बनाइसकेको छु क्या मैले। यसमा यो कागतीको चाहिँ सबै थोक रेडी बनाइसकेको छु। तासेँ हैन, यस्तो लामो खालको कागती तासेँ। अनि तासेर अनि त्यस पछाडि दानाहरू झिकेर फालेर अब यहाँनिर गइरहेको हुन्छ। मैले कस्तो हो अचार जानु साथीहरू, मिठो हुन्छ जस्तो लागिरहेछ। लास्टसम्म देखाउँछु होइन। अचार हाल्दैछु। मर्यो रागा यति धेरै किलो राख्छ नि त्यही भनेर।
चलाउनु अप्ठ्यारो है, एउटा हातले गरेको अप्ठ्यारो हुँदो रहेछ। भिडियो बनाउने मान्छे कोही छैनन्, आफ्नो हातले एक्लै चलाउनु अप्ठ्यारो। जाडो कस्तै गाह्रो हुँदैछ एउटा हातले गर्दा त। सबै मजाले पाक्न दिनुपर्छ। नुन लगाउँछु, नुन चाहिँ अब स्वाद अनुसारको लगाउनु हजुरहरूले। म चाहिँ अब निकै नै लगाउँछु, म अलिक कडा नै खान्छु क्या। नुन अलिक बढी भएकै मनपर्छ मलाई चाहिँ। दुई आइटमको अचार हाल्न खोजिरहेको छु। एउटा चाहिँ अहिले बट्टामा हालेपछि देखाउँछु। पकाउनु चाहिँ अब तेल पुगेन छ, अनि काँचो तेल हालिदिन्छु माथिबाट, साह्रो दामी हुन्छ। तेल लगाइदिएँ, तेलले नै पाक्नुपर्ने हुन्छ क्या, त्यही भएर कस्तो हुन्छ। जस्तो दाइदार बनाउँदैछु। खै कान्छी देवीले राखेको थिएँ। म त जिरा धनियाँ पिस्न बिर्सेछु पो भएन, पिस्छु भन्दा चाहिँ। पुरै पाकेर भिडियो लामो हुँदो रहेछ, मैले बन्द गरेँ है।